तमु लोसार तमु लोसार गुरुङ समुदायको सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो। यो पर्व नयाँ वर्षको आगमनसँगै मनाइन्छ र यसले पुरानो वर्षको बिदाइ तथा नयाँ वर्षको स्वागत गर्ने अर्थ बोकेको हुन्छ। लो भन्नाले वर्ष र सार भन्नाले नयाँ भन्ने अर्थ लाग्दछ, त्यसैले लोसार नयाँ वर्षको प्रतीक हो। तमु लोसार प्राय पुस महिनाको 15 गते मनाइन्छ। यस अवसरमा गुरुङ समुदायका मानिसहरू आफ्नो संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्धन गर्ने प्रयास गर्दछन्। यो पर्वले समुदायमा उत्साह, खुसी र एकताको भावना पैदा गर्दछ। तमु लोसारको दिन घर आँगन सफा गरिन्छ र विशेष पूजाआजा गरिन्छ। परिवारका सदस्यहरू बिहानै उठेर देवता, प्रकृति र पूर्वजप्रति श्रद्धा व्यक्त गर्दछन्। यस दिन परम्परागत खाना जस्तै सेलरोटी, मासुका परिकार र विभिन्न स्थानीय खाद्य सामग्री तयार गरिन्छ। आफन्त, छरछिमेक र साथीभाइहरू एक आपसमा शुभकामना आदान प्रदान गर्दछन्। विशेष गरी ठुला बडाबाट आशीर्वाद लिने चलन रहेको छ, जसले नयाँ वर्ष सफल, खुसी र समृद्ध होस् भन्ने कामना गर्दछ। साथै यस पर्वमा गुरुङ समुदायको मौलिक संस्कृति झल्किने विभिन्न नाचगान प्रस्तुत गरिन्छ। विशेष गरी घाटु नाच, सोरठी नाच र परम्परागत गुरुङ पोसाकले लोसारको सौन्दर्य अझ बढाउँछ। पुरुषहरूले भाङ्रा, भोटे टोपी र महिलाहरूले गुरुङ पहिरन लगाएर सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दछन्। विभिन्न स्थानमा लोसार मेलाहरू आयोजना गरिन्छ, जहाँ गुरुङ संस्कृति, भाषा, वेशभूषा र कला झल्कने कार्यक्रमहरू देख्न सकिन्छ। यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ। अन्ततः तमु लोसार केवल गुरुङ समुदायको मात्र पर्व नभई नेपाली समाजको सांस्कृतिक विविधताको सुन्दर उदाहरण हो। यस पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउँछ। विभिन्न जात-जाति र समुदायका मानिसहरू पनि यस पर्वमा सहभागी भई सांस्कृतिक सम्मान र सहिष्णुताको भावना प्रकट गर्दछन्। त्यसैले तमु लोसार हाम्रो देशको अमूल्य सांस्कृतिक सम्पदा हो, जसको संरक्षण र निरन्तरता हामी सबैको साझा जिम्मेवारी हो। Please like, comment, share and subscribe to our channel Novi Idea. Thank you.